नमस्ते। भुटानी जेलमा 30 वर्षसम्म बन्दी जीवन बिताउँदै आएका सहबहादुर गुरुङको मृत्यु भएको समाचार केही महिना अगाडि आएको थियो। अनि यो विषयलाई खण्डन गर्दै हाम्रा नेताहरू, प्रवासमा रहेका अथवा एक्जालमा रहेका भुटानी शरणार्थीका नेताहरू कसैले पनि आवाज उठाएका छैनन्। न त टेकनाथ रिजालले यो विषयमा बोलेका छन्, न त जोगेन गजमेरले यो विषयमा बोलेका छन्, न त रतन गजमेरले यो विषयमा बोलेका छन्, न त सुशील पोखरेलले यो विषयमा बोलेका छन्, न त बलराम पौडेलले यो विषयमा बोलेका छन्। कुनै पनि प्रवासमा रहेका भुटानी नेताहरूले सहबहादुर गुरुङको मृत्युको बारेमा प्रेस विज्ञप्ति जारी गर्नु त परै जाओस्, आफ्नो पर्सनल फेसबुक प्रोफाइलमा समेत यिनीहरूले त्यो विषयलाई केही पनि लेखेका छैनन्। र यो एउटा दुःखलाग्दो कुरा छ। भुटानी जेलमा 30औं वर्षसम्म जेल जीवन यापन गर्नु भनेको चान्चुने कुरा पक्कै पनि होइन, र त्यसमा पनि जेलभित्रै मृत्यु हुनु भनेको एकदमै ठुलो समाचार हो। तर यो समाचारलाई त्यो बेलामा भुटानी आन्दोलनलाई मच्चाउने अथवा भुटानी आन्दोलनलाई चाहिँ एक खालको बीजारोपण गर्ने ती नेताहरू जसलाई चाहिँ हामी नेता भन्छौँ, अझै पनि उहाँहरूबाट कुनै पनि विज्ञप्ति नआउनु चाहिँ खेदपूर्ण छ। उहाँहरूबाट सुरु गरिएको आन्दोलनको कारण सहबहादुर गुरुङलाई जेलमा हालिएको थियो। तर आज 30औं वर्षमा आएर सहबहादुर गुरुङको जेलमा मृत्यु हुन्छ। तर तिनै नेताहरू जसले चाहिँ त्यो बेलामा भुटानी आन्दोलनलाई नेतृत्व दिए, उनीहरू सब मौन छन्। र तपाईहरुलाई म यो टिकटक अथवा यो सोशल मिडियाको प्लेटफर्म थ्रुबाट के भन्न चाहन्छु भने, जति पनि त्यो बेलामा भुटानी आन्दोलनलाई हुक्याउने एक खालको त्यसलाई बीजारोपण गर्ने जति पनि नेताहरू हुनुहुन्थ्यो, तपाईहरुलाई हामीले त्यो बेलामा तपाईहरुलाई भरोसा गरेर, विश्वास गरेर त्यो बेलामा जनताहरूले तपाईहरुलाई साथ दिएको हो। र अहिले आएर पुनर्स्थापना भएपछि 30औं वर्षपछि पनि तपाईहरुलाई जनताहरूले अझै पनि एउटा आशाको केन्द्रबिन्दु मानेका छन्। तर तपाईहरु भने सेलाउनु भएको छ, तपाईहरु भने गुमनाम हुनु भएको छ। तपाईहरु गुमनाम हुन पाउनुहुन्न, तपाईहरुलाई त्यो छुट छैन। तपाईहरुले सुरु गरेको 1990s को मुभमेन्टलाई सर्वसाधारण जनताहरूले होर्से म हैसे गरेका थिए। पछि भुटानी सरकारले त्यसको